साथीहरु नमस्ते गुड आफ्टरनुन। फेरि पनि आज मेरो एउटा सानो एक्सपिरियन्स सेयर गर्छु है। आज म फार्मेसी औषधि लिन गएको थिएँ मेरो बच्चालाई, अनि 3टा औषधि लिँदा टोटल 300 रुपैयाँ भएन। अनि मैले सोधे कति भयो भन्दाखेरि मैले 300 रुपैयाँ भयो भन्नुभयो। अनि मैले पछि एउटा औषधि लिएर यसको कति भने कति भनेर सोध्दाखेरि उहाँले त्यही छ हेर्नुस् न भन्नुभयो। अनि मैले त्यो 3टा औषधिको प्राइस हेरेँ, प्राइस पनि मिल्यो हैन। तर मेरो विचारमा चाहिँ यस्तो क्या, हामीले जहाँ जति पैसा तिर्छौं नि त्यसको चाहिँ हामीलाई चाहिँ क्लियर यसको कति भनेर हामीलाई चाहिँ क्लियर हिसाब चाहिँ हुनुपर्छ। जस्तो कि फार्मेसीमा त्यो भयो, अनि रेस्टुरेन्टतिर हामी खाना जान्छौँ नि त्यो बेला हामी सिधै बिल माग्छौँ हैन। अनि त्यो बिलमा चाहिँ कति भयो कति भयो नहेरिकन फ्याट पैसा तिर्ने बानी हुन्छ हाम्रो। खास मेरो विचारमा चाहिँ हामी कस्टमर भएपछि चाहिँ हामीले के को लागि चाहिँ कति पैसा तिरेको भनेर चाहिँ थाहा पाउनु पर्छ जस्तो लाग्छ। तपाईहरुलाई कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु होला।